धेरै जानकारी गराउन चाहन्छु र यस खेलका प्रमुख रेफ्री सन्दीप बहादुर श्रेष्ठ भने एसिस्टेन्ट रेफ्री प्रज्वल तिवारी र प्रकाश मगर हुनुहुन्छ। राम्रो धाराका लागि तर पहिलो सफलता दिलाउन सफल हुनु भएन। कालो जर्सीमा धारा हुनुहुन्छ भने ओरेन्ज जर्सीमा हुनुहुन्छ माई नगर 7 र राम्रो मुक्ति अमूल्य लिम्बूले 20 गर्न सक्नुभएको छ। धाराका खेलाडी जर्सी नम्बर 38 का खेलाडी हुनुहुन्थ्यो। एकदमै राम्रो मुक्ति रहेको आफ्नो टिमलाई पहिलो सफलता दिलाउने तर सफल हुनु भएन। नेपालीहरूको मान्छा तर कसैको अवसरमा दोस्रो मागुना गोपसको आज पाँचौं टिम दोस्रो क्वार्टर फाइनलको खेलमा नगर 7 को टिएफसी अर्जुन धारा भइरहेको जानकारी गराउन चाहन्छु सम्पूर्ण दर्शक महानुभावहरूलाई। खेलको अवसर रहेछ माई नम्बर 7 क्रस बल रहेको थियो माई नम्बर 7 बाट तर पास क्लियर हुन सकेन। लिम्बूको गोल प्रहार थियो भने फेरि गोल पोस्ट भन्दा बाहिर जान पुगेछ। मागना यहाँ समाजका भाइबहिनीहरू तपाईँले समयमा खेलाडीभित्रहरूलाई बल उपलब्ध गराइदिनु हुन म विनम्र गर्न चाहन्छु। मागना यहाँ समाजका भाइबहिनीहरू तपाईँले समयमा खेलाडीभित्रहरूलाई बल उपलब्ध गराइदिनु हुन म विनम्र गर्न चाहन्छु। यो अवसर हुन सक्छ माई नगर 7 को लागि पहिलो अवसर हुनको छ। एकदमै राम्रो पास रहेको छ पुरा अवसर रहेको छ त्यहाँ पास क्लियर हुन सकेन। पुरा अवसर रहेछ डिएफसी अर्जुनधाराको लागि पहिलो स्कोर गर्ने डिएफसी अर्जुनधाराको लागि एकदमै राम्रो अवसर रहेको तर माई नगर 7 का खेलाडी जर्सी नम्बर 12 का देवेन्द्र लिम्बूले बललाई क्लियर गरिसक्नु भएको छ भने कर्नर जित्न सफल डिएफसी अर्जुनधारा। डिएफसी अर्जुनधाराका लागि यो पहिलो स्कोर गर्ने पहिलो गोल गर्ने अवसर हुन सक्छ डिएफसी अर्जुनधाराका लागि। माई नगर 7 का खेलाडी सन्देश लिम्बू तपाईँ जस्तो सुकै अवस्थामा भए पनि त्यस स्टेजमा आइदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। सन्देश लिम्बू माई नगर 7 का खेलाडी तपाईँ यस स्टेजमा आइदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। अर्जुनधाराका लागि यो अवसर हुन सक्छ तर साथ क्लियर हुन सकेन। एकदमै राम्रो एक्टिभिटी रहेको पुरा अवसर रहेको थियो डिएफसी अर्जुनधाराको तर
बलले दिशा लिन सक्छन् अर्जुन धाराबाट फेरि पनि अपोर्चुनिटी गर्नुभएको छ एकदमै राम्रो अवसर कुन अधिकारीको पनि थोरै संस्थान बाहिर जान पुगेको थियो भने कुन अवसर थियो भने जो निम्बुले प्रयोग गर्नुभएको थियो भने पनि सफलता दिलाउन सक्नु भएन अवसर आएका दिएपछि अर्जुन धाराका लागि दोस्रो माग्दा गोल्ड कपको आज 5औं दिनको क्वार्टर फाइनलको खेल दोस्रो खेल माई 7 फुटबल क्लब भर्सेस डिएफसी अर्जुन धारा भइरहेको जानकारी गराउन चाहन्छु कुनै पनि टिमबाट गोल गर्न सफल हुनु भएको छैन माइनगर 7 का लागि पहिलो गोल गर्ने अवसर हुन सक्छ एकदमै राम्रो गर्नुभएको थियो तर फेरि साइड जान पुगेको राम्रो अपर्चुनिटी कुन अवसर रहेको छ अर्जुन धारा दोस्रो माग्रा गोल अगाडि बढाउनु त्यो छैन बुझ्दा त पाउँछ नि त अनि हेलो गाडी उठेन त बुझ्नु पाउँछ बिहा पनि उठेन निकालेर लगेपछि त पछाडि पास यो अवसर हुन सक्छ डिएफसी अर्जुन धाराका लागि पहिलो स्कोर गर्ने अवसर हुन सक्छ एकदमै राम्रो प्रहार थियो तर गोल गर्न सफल हुनु भएन फ्री किक जित्न सफल डिएफसी अर्जुन धाराका लागि डिएफसी अर्जुन धाराका लागि यो पहिलो स्कोर गर्ने अवसर हुन सक्छ एकदमै राम्रो ठाउँमा फ्री किकको अवसर मिलेको छ भने डिएफसी अर्जुन धाराका लागि यो अवसर हुन सक्छ साकालाका बुमको प्रहार रहेको छ क्रिकेट तर पास क्लियर हुन सकेन यो अवसर हुन सक्थ्यो तर माइनगर 7 को अवसर हुन सक्थ्यो तर पास क्लियर हुन सकेन पुनः अवसर रहेछ माइनगर 7 एकदमै राम्रो पास रहेको छ माइनगर 7 पूर्ण अवसर रहेको छ डिएफसी अर्जुन धाराको लागि पूर्ण प्रयास रहेको छ अर्जुन धाराको खेलाडी जर्सी नम्बर 11 का खेलाडी उहाँ सब्स्टिट्युट खेलाडी हुनुहुन्थ्यो अनिल चेम्जोङको प्रहार थियो तर त्यहाँ ठुलो प्रहार हुन पुगेको छ दोस्रो हाफमा पनि कुनै स्कोर गर्न सफल हुनुभएको छैन र
Udis Limbu Leti Saharma Huneka Udis Limbu Gol pusat fikir bayar Sanjay Limbu Manoj Giri Leti Saharma Huneka सात का खिलाड़ी गोविंदा लेटी Saharma Huneka गोविंदा लिंबू आगे से देखो मागना गोलकोस के साथ कस्तो बड़ा आने को कैसे बिस्तार हेलो दोस्रो मागना गोलकोस के साथ उनको दोस्रो खेलमा बायनगर पालिका 7 विजय हुनु भएको छ भने भाइ जग्गा साथ फुटबल क्लब क्वार्टर फाइनल सेमी फाइनलमा प्रवेश गर्न सफल हुनुभएको छ।